छ ठिकै छ यसो जाउँ कहाँ हिँड्नु भएको म पराल लिन आएको पराल लिन आउनु भएको ठिकै छ थोरै पराल लानु ल अनि के कस्तो लाग्छ हाम्रो खेतहरू राम्रो लाग्छ मजा लाग्छ है यही खेतमा हुर्कियो यही खेतमा बढियो रमाइलो लाग्छ खेतहरू सबै जोतेको के छ र यहाँनिर तोरी यहाँ तोरी तोरी त्यस पछाडि राजमा फापर अनि अरू सर्स्यौँ उ तल आलस अनि छर्नु पर्यो त उता चाहिँ कता कसको हो त्यो हाम्रै हो बाजु हो त्यो हाम्रै हो परको बाजु ए बाजु अर्काकै हो होइन अनि अब ऊ ररी रोपेको छु हो ररी खानुपर्छ हो एक चाक ओइजना हुन्छ अलिअलि ररी खानुपर्छ ल ल यस्तै छ यहाँनिर तोरी छरेको छु तोरीको अहिले तोरीको उनीपछि दिदीलाई पठाइदिनु यहाँ तोरी टिपेर साग लानुहुन्छ मनपर्छ तोरीको साग मनपर्छ कति खानुहुन्छ कति खान्छ तोरीको साग है तोरीको साग राम्रोसँगले खानु ल म पठाइदिन्छु कहिले हुन्छ हो अब मेरो यो सार्नुपर्ने यो हाँगा काटेर उपर सार्नुपर्ने यो काट्ने होइन हाँगा यसको टुप्पो यो हाँगा सर्छ नि त अझ तपाईँलाई मैले बुढिदिएको यिनको त हो नि यहाँ हाँगा सर्छ यसको त हाँगा सर्छ त ए कस्तो यहाँ र उहाँ सरेको ऊ हाँगा त्यही त अनि मैले अनि अब यसको हाँगा काट्दै सार्ने हो यो के हो यो टिम्बु किम्बु हो ए मैले नचिनेको छु किम्बु बाख्राले खसीले कस्तो खान्छ दुध कस्तो बढाउँछ यसले त्यही त किम्बु किम्बु क्या तपाईँ डाँडा पनि हुन्छ तर सुक्क लागिसक्यो तपाईँको अनि खेतहरू आउनुपर्छ रमाइलो हुन्छ होइन काका तपाईँ त खेतमै हुर्किनु भयो होइन काका डाँडा नभए तपाईँ चित्त बुझ्दैन काका है दिनमा एकपल्ट जान्छ डाँडा जानुहुन्छ गाई पकालाउनु भयो पकालाउनु भयो गाईलाई अनि बाछी पनि लगेको गाई बाछा लगाएर खोले दिएर दुसु दुहेर गाई बाछा पका लगाएर आउनुभयो तपाईँ हाम्रो काकाले काम चाहिँ गर्नुहुन्छ हौ काम नगर्दा के गर्नु फेरि होइन काम गर्नुपर्छ अब गएर खाना खाएर फेरि गाई सार्ने होला होइन के गर्ने घाँस काट्ने काम नगर्दा एकछिन बस्नु सक्नु न काका तपाईँ है यस्तो हो नि त अब गाई बस्तु परेपछि कामै काम होइन ठिकै छ यस्तै छ काका तपाईँ हाम्रो खेत आउनु भएछ धन्यवाद आउनु अस्ति अब धान बोक्ने बेला पनि आउनु भएको थियो तपाईँ अस्ति धान हुँदाखेरि यहाँ बाजो थियो अहिले अब तोरी झरेर उम्रिसक्यो त्यहाँ त किन त्यति जोतेर त्यो हिजो छ नि त हिजो भइसक्यो बाटी त्यतिकैमा भइहाल्छ नि आला सर्स्यौँ भइहाल्छ नि त्यतिकैमा अनि सर्स्यौँ आला सरेको छ नि त चिसोमा हुन्छ नि त अस्ति हामीले धान काट्दाखेरि छरेको भए हुने क्या उयो माथिल्लोपट्टि त्यस्तै यो 3टा गरेरमा त्यस्तै गरेको छ अब फलेपछि अलिअलि यसो खानुपर्छ है काका ल काका राखेँ ल धन्यवाद ल